गर्दाखेरि म 105 नम्बरको भजन सङ्ग्रह अध्ययन गर्नेछु, जहाँ यस्तो लेखिएको छ। भजन सङ्ग्रह 105 को 1, 2, 3। परम प्रभुलाई धन्यवाद चढाओ, उहाँको नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर, उहाँको निम्ति गाओ, उहाँको निम्ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्चर्य कर्महरूको बयान गर, उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परम प्रभुलाई खोज्नेहरूका हृदय आनन्दित होन्। आमेन। हुन्छ, यो समय चाहिँ हाम्रो कोही ग्रुपले लिड गर्नुहुनेछ। हुन्छ, हामी परमेश्वरलाई एकसाथ जान्नेछौँ। हामी 545 नम्बरको भजन गाउँदै हाम्रो जीवित परमेश्वरलाई आनन्द साथ
उचाल्नेछौँ। हामी एकअर्काको वास्ता गर्नेछौँ। हामी अरूलाई ध्यान दिनेछौँ। हामी सिर्फ यो समयमा परमेश्वरलाई धन्यवाद दिनेछौँ, कारण उहाँले हामीलाई हप्ताभरि सम्हाल्नुभयो। उहाँले हामीलाई प्रेम गर्नुभयो, कारण आज हामी संसारमा छँदा पनि हामी आनन्दका साथ परमेश्वरलाई महिमा दिन पाएका छौँ। हामी आँखाहरू बन्द गर्नेछौँ, हामी परमेश्वरको उपस्थितिमा जानेछौँ। हामी भन्नेछौँ, हामी उचालो महिमालाई, हामी उचालो जीवित येशूलाई गाउँदै बजाउँदै प्रशंसा गर्दै चढाउ धन्यवाद प्रेमी प्रभुलाई। हामी प्रेमी परमेश्वरलाई जान्नेछौँ। हामी तालीहरू बजाउनेछौँ, हाम्रो हातहरू चाल्नेछौँ, हाम्रो आँखाहरू बन्द गर्नेछौँ। हाम्रो वचनहरू गाउँदै धन्यवादका शब्दद्वारा परमेश्वरलाई महिमा चढाउनेछौँ।
हाम्रो बन्धनहरूलाई फुटाइदिनुहुने हाम्रो अन्धकारमा ज्योति दिनुहुने परमेश्वर तपाईँले हुनुहुन्छ आज संसारमा छाड्दै गर्दाखेरि पनि प्रभु हामी तपाईँ परमेश्वरलाई उचाल्न पाएका छौँ तपाईँको शान्ति ज्ञानलाई महसुस गर्न पाएका छौँ तपाईँको छोराछोरी हुने हक अधिकार प्रभु हामीले पाएका छौँ तपाईँलाई धन्यवाद तपाईँ परमेश्वरलाई महिमा तपाईँ प्रशंसा गर्नु प्रभु तपाईँ परमेश्वरले आफ्ना सबै दुःख पीडाहरूलाई उठाइराख्नु भएको छ प्रभु हाम्रो बन्धनलाई तपाईँ तोडिदिनु भएको छ प्रभु हाम्रो पापलाई तपाईँले मेटाइदिनु भएको छ त्यसरी प्रभु हामी तपाईँ प्रेमिलो परमेश्वरलाई उचाल्न पाएका छौँ तपाईँको नामलाई गर्नु पाएका छौँ तपाईँ परमेश्वरलाई उचाल्दछौँ हामी जसले जुन छ यो बेला तपाईँको महिमा छाड्नुभएको निम्ति धन्यवाद तपाईँले हामीलाई बनाउनु भएको निम्ति धन्यवाद तपाईँले हामीलाई सृष्टि गर्नुभएको निम्ति धन्यवाद तपाईँले हाम्रो प्रभु हामीलाई जीवनको सास दिनुभएको निम्ति धन्यवाद धन्यवाद हामी तपाईँलाई धन्यवाद गर्दछौँ हाम्रो जीवनलाई बचाइदिनु भएको लागि धन्यवाद प्रभु तपाईँलाई To take away the
हामी सबैजना शान्त रहनेछौँ। यस समयमा जीवित परमेश्वरको उपस्थितिलाई महसुस गर्नेछौँ। तपाईहरुको बीचमा परमेश्वरको वचन अगुवाई हुन्छ भने तपाईहरुले पाले पालो गर्न सक्नुहुनेछ। हालेलुया, महिमाको परमेश्वर जसले हामीलाई यति धेरै प्रेम गर्नुभएको छ। हामी सबै पाप धर्मलाई क्षमा गरिदिनु, पापको दैलबाट निकालिकन चट्टानमाथि बसालिकन प्रभु जो फेरि पनि तपाईँको महिमा गर्नलाई दोस्रो सङ्गतिमा सहभागी गर्नुभयो। जसमा भेला भएका छ हरेक ओर जीवन प्रभु तपाईँलाई प्रशंसा चढाएका छौँ। तपाईँ मात्र प्रशंसाको योग्य हुनुहुन्छ, तपाईँ मात्र धन्यवादको योग्य, आराधनाको योग्य परमेश्वर तपाईँ हामीलाई प्रेम गर्नुभयो प्रभु। तपाईँ परमेश्वरको अनुग्रहले हामीलाई यहाँसम्म ल्याउनुभयो प्रभु, धन्यवाद। तपाईँ प्रभु तपाईँको बस्तीमा आएर गरिरहनुको काम स्मरण गर्ने तपाईँ परमेश्वरको निम्ति धन्यवाद। जान्नुहुन्छ प्रशंसाले व्यक्ति ग्रहण गर्नुको लागि धन्यवाद। धन्यवाद सबै कुराको निम्ति, सबै स्तुति प्रशंसा महिमा सर्वस्व येशू प्रभुको नाममा आमेन। तपाईँहरू सबैजना बस्न सक्नुहुनेछ।
मत्तीले लेखेको सुसमाचार 16 अध्यायको हेर्न सक्नुहुन्छ पेज नम्बर 1356 मेरो बाइबलमा र आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ मत्तीले लेखेको सुसमाचार 16 अध्यायको हामी 18 पदलाई हेर्छौँ। हाम्रो जिम्मेवारीको बारेमा प्रयासको वचनबाट उत्साह दिने गरेको छु। यो वचनबाट पनि म धेरैचोटि वचन बालिसकेको छु। आज पनि यो वचनबाट मलाई उत्साह दिन चाहन्छु। जति उत्साहका साथ, चेतावनीका साथ, आशका साथ कुराहरू तपाईँलाई उत्साह पनि दिन चाहन्छु। मण्डली भनेपछि हामी सबैलाई थाहा छ, हामी विश्वास गरेको समयदेखि नै मण्डलीमा आइरहेका छौँ। मण्डलीको बारेमा हामीले बुझाइहरू फरक हुन सक्छ, विभिन्न वक्ताले विभिन्न तरिकाले बुझाउन सक्छ, बाइबलले के भन्दैछ त्यो कुराहरू आजको खण्डमा हामी हेर्नेछौँ। मण्डली भन्ने बित्तिकै मैले प्रायः जसो कुरा चाहिँ हामी के बुझ्नुपर्छ भन्दाखेरि मण्डली हामी शनिबार आएर सेवा गर्ने ठाउँका मन्दिर भन्ने बुझिन्छ भनेदेखि मैले प्रायः जस्तो आफ्नो घर परिवार आफ्नो घरलाई पनि एउटा मन्दिरमा हामी हेर्न सकिन्छ। मन्दिर अनि त्यति मात्र नभएर आफ्नो व्यक्तिगत जीवन, आफ्नो शारीरिक जीवनलाई पनि त्यहाँ मन्दिर रूपमा हामी हेर्न सक्छौँ। होइन, मन्दिर भने चाहिँ अब परमेश्वर वचनले भन्दछ तिम्रो शरीर पवित्र आत्माको मन्दिर हो, जहाँ चाहिँ पवित्र आत्मा परमेश्वर वास गर्नुहुन्छ। होइन, मन्दिरमा चाहिँ परमेश्वरको उपस्थिति गर्छ र परमेश्वरको वास गर्दा त्यति मात्र नभएर मण्डली भनेको चाहिँ बाइबलले भनेअनुसार साधारण अर्थमा के बुझ्नुपर्छ भन्दाखेरि बोलाइएका व्यक्तिहरू, जो चाहिँ उद्धार पाएका व्यक्तिहरूलाई, उद्धार पाएका व्यक्तिको भेलालाई, जसको पाप कल्भरीको क्रुसमा येशू ख्रिस्टले बहाउनु भएको रगतले धोइएका पापको क्षमा पाएकाहरूको समूह, होइन, अनि परमेश्वरको आराधना गर्ने ठाउँ, परमेश्वरको उपस्थित हुने ठाउँलाई चाहिँ मण्डली भनेर भनिन्छ। बोलाएका व्यक्तिहरू, उद्धार पाएका व्यक्तिहरू, विश्वास गरेका व्यक्तिहरूको समूहलाई चाहिँ मण्डली भनिन्छ। त्यो मात्र नभएर त्यसको शरीर पनि हो, जो चाहिँ हामीहरू हौँ। होइन, एउटा मण्डलीको हामी विषय बुझ्नु पर्दाखेरि मण्डली एउटा आत्मिकी घर पनि हो। मण्डलीबाट धेरै वचनबाट सुनेका छौँ। मण्डली चाहिँ सादा घर पनि हो। सबैजना विश्वासीहरूको चाहिँ सादा घर, जसरी घर परिवारमा धेरै सदस्यहरू हुन्छौँ अनि सबै सदस्यहरूको सादा घर चाहिँ के आफ्नो घर हुन्छ। होइन, मण्डली पनि हामी विभिन्न जातिबाट, विभिन्न भेषभूषाबाट, विभिन्न गाउँ बस्ने सहरबाट हामी आएका हुन्छौँ। त्यो चाहिँ आराधना त्यो ठाउँमा भेला भएर आराधना गरेको ठाउँ चाहिँ त्यो एउटा मण्डली भनेर भनिन्छ सजिलो अर्थमा। अनि त्यति मात्र नभएर मण्डलीको हुने हरेक प्रकारका विश्वासहरू हुन्छ मण्डलीमा। मण्डलीमा जस्तै हाम्रो घरमा पनि हामी एउटै परिवार, एउटै बुवाआमाका सन्तान भए तापनि के हुन्छ त फरक विचारहरू हुन्छ, सोच विचार भएको व्यक्तिहरू हुन्छ। होइन, फरक ट्यालेन्टहरू हुन्छ उनको जीवनमा। त्यसरी मण्डलीमा पनि विभिन्न जाति, विभिन्न धर्म, विभिन्न गाउँ समाज बस्तीबाट आएको, सम्पदबाट आएको भेटकालको लागि विभिन्न मण्डलीमा विभिन्न किसिमका विश्वासीहरू हुन्छन्, मानिसहरू हुन्छन्, कतिजना विश्वास गर्न बाँकी मानिसहरू हुन्छन्। जसरी अनि बगैँचामा चाहिँ धेरै प्रकारको फुलहरू हुन्छ। होइन, धेरै राम्रो पनि हुन्छ, नराम्रो पनि हुन्छ, कुनै विषादी हुन्छ, कुनै काँडा भएको हुन्छ, होइन, कुनै लजालु खालको हुन्छ, धेरै थरीको अनि फुलहरू पाउँछ। त्यसरी सुन्दर बगैँचा पनि, त्यसरी यो मण्डली पनि विभिन्न व्यक्तिहरू मिलेर बनाएको चाहिँ सुन्दर बगैँचा नै हो। त्यो कुरालाई बुझ्नुपर्छ। हामी बुझिरहेका पनि छौँ, आजसम्म मण्डलीमा पनि रहेका छौँ। त्यति मात्र नभएर हामी बुझ्नुपर्ने कुरा चाहिँ के छ भने हामी परमेश्वरका छोराछोरीहरू, परमेश्वरका सन्तान हो। हामी भन्यौँ कि बोलाएका व्यक्तिहरू प्रभु येशू ख्रिस्टलाई आफ्नो जीवनको मुक्तिदाता स्वीकार गरेर एक ठाउँमा भेला भएर आराधना गर्ने ठाउँ मण्डली भन्छ भने त्यसमाथि पनि परमेश्वरका छोराछोरी हौँ। होइन, परमेश्वरका छोराछोरी, परमेश्वरका सन्तान भएको कारणले गर्दाखेरि के हुन्छ हामी एकै ठाउँमा
बस्छौँ। विभिन्न वरदान भएको भए तापनि, विभिन्न सोच विचार भएको भए तापनि हामी ख्रिस्टमा चाहिँ एक भएका छौँ। जसरी गलातीको पुस्तक 3 को 28 भन्ने जस्तै न यहुदी न ग्रिक न धनी न गरिब न स्त्री न पुरुष हामी सबै ख्रिस्ट यीशुमा एक हौँ। मण्डलीमा चाहिँ एक भएर बस्दछौँ। त्यति मात्र नभएर चाहिँ मण्डली भनेको चाहिँ अनि हामी उहाँका अङ्गहरू हौँ, उहाँका शरीरका अङ्गहरू हौँ, परमेश्वरका शरीरका अङ्गहरू हौँ होइन। मण्डलीको शिर चाहिँ प्रभु यीशु ख्रिस्ट हुनुहुन्छ अनि उहाँको शिर भएको कारणले हामी चाहिँ मण्डलीका अङ्गहरू हौँ, शरीरका अङ्गहरू। जसरी मण्डलीमा चाहिँ एउटा घर बनाउनुको लागि धेरै अविता बालुवा सिमेन्टहरू चाहिन्छ, त्यो सबै मिलेर एउटा सुन्दर भवन निर्माण भएको हुन्छ। त्यसैले हामी पनि विभिन्न जातिका मानिसहरू, विभिन्न थरीका मानिसहरू विश्वासहरू मिलेर चाहिँ सिङ्गो अनि मण्डली सिङ्गो शरीर बनेको हामी पाउँदछौँ। त्यसो गर्दाखेरि हामी चाहिँ उहाँका शरीरका अङ्गहरू हौँ। विचार गर्नुपर्ने कुरा छ। जसरी हामीले घरमा विभिन्न व्यक्तिहरू होइन, आफ्नो परिवारमा कोही दाजुभाइ दिदीबहिनीहरू कुनै नराम्रो विचारको छ, हामी बेलुका परिवारभन्दा फरक विचारको छ भने पनि हामी परिवारले के गर्छौँ त घर बनाउनुको लागि, व्यक्तिलाई बनाउनुको लागि सबै मिलेर त्यसले के गर्नुपर्ने हो, औषध उपचार गर्नुपर्ने हो कि सहायता पुर्याउनु हो कि सल्लाह दिनुपर्ने हो कि तालिम दिनुपर्ने हो कि त्यस्तो कुरा गरेर बनाउने काम गर्छ। मण्डलीमा पनि मलाई के भने जस्तै यहाँ धेरै थरीको मान्छे हुन्छ, धेरै थरीको कोही विषालु पनि हुन्छ, कोही चाहिँ अमृत